हेलो राधे राधे जय श्री कृष्ण। स्वागत छ तपाईँलाई मेरो आजको भिडियोमा। म तपाईँलाई आज एउटा कुरा देखाउँदैछु। हेर्नुहोस् है, यो पुदिना हो जुन मैले लगाएको, एकदम राम्रो भएको थियो। मैले यहाँ तातो खरानी हालिदिएको भएर अलिकति मर्यो हैन। हेर्नु त कति राम्रो छ। अब म तपाईँलाई देखाउँछु। यहाँ हाल चेन्नई हो, यो चाहिँ चेन्नईमा हेर्नुहोस्, खुर्सानी यसरी माटो मुनि फल्छ। भन्दा गफ लागे जस्तो हुन्छ नपत्ता। हेर्नुहोस् है, खुर्सानी यसरी माटो मुनि फल्छ। पत्याउनु भयो त? ल हेर्नुहोस् त, चेन्नईमा खुर्सानी माटो मुनि फल्छ। यसरी मैले निकालेर देखाउँदैछु। अब विश्वास गर्नु भएन होला। खास कुरो के हो भने 2-3 दिन अगाडि सब्जी ल्याएको खुर्सानी, हल्का त्यो बिग्रेको खुर्सानी, मलाई यसलाई लगाई, यसको बिया लगाएर यसलाई लगाई फल्छ भन्ने कुरा थियो। अनि मैले चाहिँ नभ्याएको भएर छोडिदिएको हो। अनि अर्को यहाँ मसित काम गर्ने एउटाले चाहिँ ल्याएर खुर्सानी यत्तिकै रोपिदिएछ है, माटो मुनि हालेर छोडिदिएछ। खासमा बिहा लगाउने हो, यसले चाहिँ खुर्सानी नै हालिदिएछ। अनि मैले त्यही हेरेर मलाई अचम्म लागेर मैले चाहिँ भिडियो बनाएको। ल हेर्नुहोस् त यता, यो फुलहरू चाहिँ मैले सिँचाइ गरेको फुल हो। पानी सानी हाल्ने यताउति रेखदेख गर्छु। एकदम राम्रो भएको थियो। यतिखेर धेरै पानी भयो, 3-4 दिन लगातार पानी भएको भएर धेरै पानी भएर हल्का बिग्रिसकेको छ। 2 दिनपछि चाहिँ आज मैले पानी हाल्दैछु। यता फेरि यस्तो चाहिँ खुर्सानी माटो मुनि फल्छ भन्दा हाँसो लाग्छ है। यो खासमा यो खुर्सानी मैले लगाउन खोजेको भएन, त्यही भएर मैले चाहिँ यसलाई फालिदिएँ माथि। यो पुदिना हेर्नु कस्तो राम्रो भएको छ, मैले लगाएको हैन, एकदम राम्रो भएर आएको छ। यो खुर्सानी हो। फेरि यो मैले कता के गर्दा यहाँ खुर्सानी 1-2टा बेच्न पनि भइसकेको छ। यसलाई के भन्छ, घिउकुमारी। यो पनि पहिला मरिसकेको थियो, मैले सिँचाइ गरेर यत्तिको बनाएको। यो रुख पनि सुकेर गइसकेको थियो। यो हेर्न सक्नुहुन्छ, यस्तो फुल, यस्तो राम्रो फुल छ यहाँ। यसको यो पानी, धेरै पानी पर्नाले यहाँ फुल बिग्रेर यस्तो हुँदैछ। यता फेरि यो मनी प्लान्ट भन्ने यो यति ठुलो भएको छ। अनि नरिवलको बुटो बराबर गइसकेको छ। यो जति फैल्यो त्यति राम्रो पैसा आउँछ, त्यति राम्रो हुन्छ भन्छन् हैन। नरिवलको बुट्टो बराबरको भइसकेको छ। यहाँ नरिवलको बुट्टो छ, हेर्नुहोस्। अस्ति भर्खरै हामीले निकालेको 1-2टा फलेको छ, नत्र खासै छैन। अहिले चाहिँ अझै लाग्छ, यसलाई 1 साल लाग्छ। अनि यस्तो छ, मेरो रुमको पर्दा देखिएको रहेछ। यो फुल चाहिँ अगाडिसम्म छ। मैले पानी हाल्नुपर्छ अब, 2 दिन भयो। नत्र 2 दिन अगाडि चाहिँ पानी भएर यो फुलहरू पनि यस्तो भएको छ। हेर्नुहोस्, यस्तो राम्रो फुल छ यहाँ। अब के गर्नु, पहिले भएको छ। धेरै पानी भयो भने नि फुल बिग्रिँदो रहेछ। मैले फर्स्ट टाइम थाहा पाएको।